नमस्ते। यो चाहिँ दुःखद खबर। त्रिशुली चाहिँ चीनबाट आएको त्यो खोला त्रिशुली हुँदै आएको खोलाले चाहिँ एकदमै ठुलो बढेर है त्रिशुलीको त्यो मेगाबाट त्यो तलको चाहिँ बजार चाहिँ सबै लगिसकेको छ। अब जति पनि त्यहाँ साइडमा बस्नुहुने रहेछ है बी अलर्ट है, टाढा गएर बस्नु होला, खोलाको छेउछेउमा नबस्नु होला। र त्यो चाहिँ चितवनसम्म पुग्ने अनुमान गरेको छ। नारायणी नदीको छेउछेउमा बस्नेहरू पनि है सबैजना अलर्ट भएर एकदमै सतर्क, सकेसम्म त छेउमा नबस्नु। खोला चाहिँ बढिरह, पानी पनि परिरह, या सुर्खेतमा पनि यस्तै छ। ल सबैजना है आफ्नो ज्यानभन्दा ठुलो कुरो केही होइन र ज्यान जोगाउनेतर्फ लागौँ। र जति पनि रेस्क्यु गरिरहेको टिमहरू चाहिँ कन्टिन्यू गरिरहेको, सरकारले पनि योलाई चाहिँ एक्जिट भएर अगाडि बढौँ भनेर चाहिँ इन्फर्मेसन आइसक्यो। सरकारभन्दा पनि वी हेभ टु सेक्योर है, सावधानी हुनुपर्छ। ल अब हुने चिज भइसक्यो, पछितो मानेर केही हुन्न र अबको चिजलाई चाहिँ बचाउनुपर्छ। अब पूर्वाधारहरू त ठिकै हो, नेचुरल कुरा हो, र मानिसको ज्यान भनेको ठुलो कुरो हो। सो टाढै नै बस्नु होला, छेउमा बस्ने जति पनि हुन्छ, के हुन्छ कस्तो हुन्छ भनेर वी क्यानट इमेजिनेसन गर्न सक्दैनौँ है। ल